हेलो एभ्रिवान, हजुरहरूलाई थाहा छ अमेरिकामा चाहिँ रजिस्टर नर्सको स्यालेरी भनेको कम्तीमा पनि 7 देखि 8 लाख हुन्छ। सुन्दाखेरि हजुरलाई अचम्म लाग्यो होला, मलाई पनि सुरुमा त सुन्दाखेरि अचम्म लाग्यो। त्यही नर्सको स्यालेरी नेपालमा चाहिँ 20 देखि 30 हजार होइन, उस्तै परे अब धेरै म्याक्सिमम गयो भने 85 हजार भनिदिउँ। अब त्यही नर्स चाहिँ अमेरिका आउने बित्तिकै चाहिँ त्यसको कति गुणा हेर्नुहोस् त। त्यही भएर चाहिँ नेपालबाट चाहिँ कति धेरै कम्तीमा पनि वर्षमा चाहिँ 50 हजारदेखि 1 लाख नर्सेसहरू चाहिँ बाहिरिरहेको छन्, ब्रेन ड्रेन भइरहेको छ होइन। यो चिजलाई चाहिँ हामीले नेपालमा चाहिँ एकदमै विदेश पलायन हुने नर्सेसहरूको नम्बरलाई चाहिँ एकदमै रोक्नु जरुरी छ, किन भन्दा नेपालमा पनि नर्सेसहरूको चाहिँ सर्टेज बिस्तारै हुँदै गइरहेको छ होइन। नेपालमा चाहिँ नर्सेसहरूलाई नेपालमै राख्नको लागि चाहिँ नेपालमा स्यालेरी राम्रो दिने, अनि त्यस पछाडि गएर पेसेन्टको लोडहरूलाई पनि कम गर्ने र अलिकति नर्सेसहरूलाई चाहिँ रेस्पेक्टेड पेसाको रूपमा चाहिँ हेरिदिने गऱ्यौँ भने चाहिँ नेपालमा पनि नर्सेसहरू चाहिँ टिक्न सक्छ।